आज म जापानको हेर्दै वाक्क लाग्ने सबै खानाहरू ट्राई गर्नेछु। बरफले गर्दा घर नजिकको 7-11 जान पनि माउन्ट एभरेस्ट चढे जस्तो गाह्रो लागिरहेको थियो। हेर्दै वाक्क लाग्ने जापानिज आइटम भन्ने बित्तिकै मनमा नात्तो आउँछ। यसको नेम चाहिँ नात्तो। एउटा नात्तो उठाए अनि यो कहिल्यै नदेखेको किराको मासु पनि उठाए। यो आइटमहरुमा डिस्काउन्ट लागेको रहेछ, त्यसैले सस्तो सस्तो यत्रो धेरै सामान पनि किने। पसलबाट बाहिर निस्किदा मेरो साइकल चलाउने हालतमा थिएन, त्यसैले साइकल त्यही छोडेर म हिँड्दै लागे घरतर्फ। यो मैले पहिलोचोटि ट्राई गर्दै थिएँ। हेर्दै घिनलाग्दो झाते किरा जस्तो देखिरहेको थियो। एउटा खाँदा केही पनि भएन, तर सेकेन्ड टाइम यसको टेस्ट साँच्चै नै कुहिएको माछा जस्तो आइरहेको थियो। मैले बल्ल बल्ल 2वटा मात्र खाएँ। यो चाहिँ मौरीको चाका जस्तो अनौठो लागेर किनेको। मैले सोचेको पनि थिएन यो यति मिठो हुन्छ भनेर। मैले आजसम्म खाएको पान आइटमहरुमा मलाई यो नै बेस्ट लाग्यो। अनि यो हेर्दा चाहिँ टोफु जस्तो देखिरहेको थियो, तर यो अन्डाबाट बनेको हुँदो रहेछ। हल्का मिठो नै थियो। यो मैले यसको डिजाइन मन परेर किनेको। डिजाइन जस्तो यसको टेस्ट पनि राम्रो थियो। अनि आजको लास्ट आइटम नात्तो। यो सोयाबिनलाई कुवाएर भन्छ रे। सायद कसैलाई पनि यसको टेस्ट मन पर्दैन। यसको टेस्ट यति नमिठो हुन्छ जस्तो लागेको थिएन। खाना लागेको सेकेन्ड बाइटमै मैले झन्डै बम्बिट गरेको। मैले आजसम्म यति नमिठो खाना कहिल्यै खाएको थिएन। यसको स्वाद कुहिएको फर्सी जस्तो आइरहेको थियो। मैले कसैलाई यो ट्राई गर्नुस् भन्न चाहन्न, त्यही पनि एकचोटि एक्सपिरियन्स लिन छ भने ट्राई गर्न सक्नुहुन्छ। आजको लागि यति नै, बाइ बाइ।